आज चाहिँ स्याटरडेको दिन मैले चाहिँ बिग मार्ट गएर फ्रोजन ट्राउट फिस लिएर आएँ। फ्रोजन ट्राउट फिसलाई चाहिँ एकछिन चिसो पानीमा हालेर छोडिदियो भने लाइक फ्रेस जस्तो हुन्छ अनि यसको आइसहरू पनि सबै जान्छ। अनि मैले तोरीको तेल, बेसार अनि नुन अलिकति हल्का लिएर यसलाई म्याग्नेट गरिदिएँ। अनि यहाँ लसुन अदुवाको पेस्ट अनि अनियन अनि टमाटर अनि सर्सिम अनि डल्ले खोर्सानी यो पनि रेडी छ ग्रेभीको लागि। अनि त्यति बेला चाहिँ मैले यहाँ फ्राई गरेँ ट्राउट फिस। यो एकदमै फ्राई पनि एकदमै टेस्टी हुन्छ, झुरुम झुरुम टाइपको हुन्छ। अनि यता ग्रेभीको लागि मैले प्याज अनि लसुन अदुवाको पेस्ट अनि त्यसपछि खुर्सानी त्यसलाई चाहिँ अलिकति रातो भइन्जेलसम्म भुटेँ। अनि त्यसपछि टमाटर हालेँ। अनि मैले यो माछाको टाउकोलाई चाहिँ कहिले पनि फ्राई गर्दिनँ किनभने यसमा एकदमै राम्रो टेस्ट आइरहेको हुन्छ। अनि यसले त्यो ग्रेभीलाई एकदमै टेस्टी बनाउँछ। विथआउट फ्राई हाल्यो भने चाहिँ यसको स्मेल आइरहन्छ, मिठो स्मेल हुन्छ अनि ग्रेभीलाई मिठो पनि हुन्छ। अनि थोरै पानी हालेँ अनि अहिले फ्राई गरेको फिसहरू सबै यसमा हालेँ। अनि मैले थोरै चुक अमिलो हालेँ, मिनट मात्र एकछिन छोपिदिएँ। त्यसपछि हाम्रो ग्रेभी रेडी भयो। एकदम टेस्टी एम्मी मिठो भएको थियो।